हेलो साथीहरू, नमस्ते, कोन्निचिवा। आज पनि म हजुरहरूमाझ उपस्थित भइसकेको छु डे 7 मा। हिजो हामीले डे 6 मा पढेका थियौँ हा हि फु हे हो। हिजो हामीले हा हि फु हे हो। हिजो हामीले हा हि फु हे हो पढेका थियौँ। हि फु हे हो भनेर पढेका थियौँ साथीहरू है। हिजो हामीले हा हि फु हे हो 5वटा शब्दहरू पढेका थियौँ डे 6 मा। आज साथीहरू हामी डे 7 मा चाहिँ फेरि 5वटा शब्दहरू पढ्नेछौँ। आज के पनि छौँ भन्दा त म हजुरहरूलाई लेख्छु है। मा मी मु मे मो। हिजो हामीले हा हि फु हे हो पढेको साथीहरू 5वटा शब्द डे 6 मा। आज हामी डे 7 मा आएर मा मी मु मी मो पढ्नेछौँ है त। मा जापानी भाषामा लेख्दाखेरि मा यसरी लेख्ने साथीहरू। मी लेख्दाखेरि जापानी भाषामा यसो हान्ने, उही भयो जस्तो बनाउने, यस्तो गरिदिने मी। मु लेख्दाखेरि साथीहरू पहिला यस्तो तान्ने अनि यहाँबाट लिएर यस्तो घुमाइदिने है मु। अब मे लेख्दाखेरि साथीहरू पहिला यति तानिदिने, त्यहाँबाट यहाँबाट यति ल्याएर यस्तो हानिदिने है साथीहरू मे। मो लेख्दाखेरि साथीहरू यस्तो गरेर हजुरले यसमा हानिदिने है त। यसरी लेख्ने है साथीहरू। अब हामी सरस्वती अभ्यास गर्नेछौँ, एकदमै ध्यान दिएर हेर्नुहोला। मा मा यसरी तान्ने अनि यस्तो गरिदिने है त मा। यसलाई पनि हजुरहरूले आफूलाई नआउन्जेलसम्म लेखिराख्ने है। अब मी छ, मीलाई पनि प्र्याक्टिस गर्ने हजुरहरूले। मीलाई पनि जति सक्दो हजुरहरूले मी प्र्याक्टिस गरिराख्ने। जति प्र्याक्टिस गर्यो उति राम्रो हुन्छ। अब त्यसपछि मु यस्तो हान्ने, त्यहाँबाट यसो लिएर सु जस्तै हुन्छ। यहाँबाट सु चाहिँ यसो घुमाएको हुन्छ भने मुलाई चाहिँ यसो घुमाउनुपर्छ है साथीहरू। मु यस्तो गर्ने, यहाँबाट यस्तो गरेर अनि यति घुमाएर यस्तो गरिदिने है साथीहरू। मु यस्तो गर्ने, यहाँबाट यस्तो गरेर हजुरले यति घुमाइदिँदा हुन्छ। मुलाई पनि यसरी नै प्रयास गरिराख्ने है साथीहरू। त्यसपछि अब मे लेख्ने, मे अलिक सजिलो छ। यति तान्ने अनि यहाँबाट लिएर यस्तो गरेर यस्तो गरिदिने है। मेलाई यति तान्ने, यहाँबाट लिएर यहाँबाट यस्तो गरिदिने है। मेलाई हजुरहरूले यति तान्ने, यहाँबाट लिएर फेरि यस्तो गरिदिने है। यसलाई पनि हजुरहरूले नआउन्जेलसम्म प्र्याक्टिस गरिराख्ने। जति हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ उति राम्रो हुनेछ। अब मो छ, मोलाई पनि यस्तो गर्ने साथीहरू, यस्तो गर्ने, उही जे जस्तो लेख्ने, यस्तो गर्ने साथीहरू, यस्तो गर्ने है। मो चाहिँ यस्तो गरेर यस्तो गर्ने है। मो चाहिँ यस्तो लेख्ने है त साथीहरू। यसलाई पनि हजुरहरूले प्र्याक्टिस गरिराख्ने जति आउँछ। आज हामी डे 7 सम्म पुगेका छौँ साथीहरू। आज हामीले मा मी मु मे मो पढेका छौँ। मा मी मु मेलाई पनि धेरैचोटि प्रयास गरिसकेका छौँ। हजुरहरूले पनि एकदमै प्र्याक्टिस गर्नुहोला, सजिलो छ, त्यति अप्ठ्यारो छैन भन्न चाहन्छु। डे 10 सम्म निरन्तर ध्यान दिनुहोला, हामी हिरागाना सक्नेछौँ।
है साथीहरू। अनि त्यसपछि हामी अन्य कुराहरुमा अगाडि बढ्नेछौँ। तबसम्मको लागि एकदम ध्यान दिएर हेर्नुहोला। म अरू भिडियोमा आउने नै छु। धन्यवाद, बाइ बाइ।